बाहिर साथी पर्खिरहेको छ जाऊ तिमी अब बिहानदेखि बाहिर हिँडिरहेको त कति वर्ष हो 10 वर्ष हो 10 हुन्छ 10 छैन कति 24 वर्ष जति बित्यो होला 25 कि 26 जति होइन 10 वर्ष बित्यो 9 वर्ष 9 10 68 10 78 25 वर्ष भयो भने 25 वर्ष भयो 25 वर्ष भयो भइसक्यो है मैले काम गर्ने त्यति भएन नि कसो 25 24 वर्ष भयो 25 वर्ष पुरै पुग्यो ए 25 वर्ष भयो 25 वर्ष पुरा भइसक्यो 25 वर्ष भइसक्यो अब 25 वर्ष भइसक्यो नि राजदरबार बित्या कति वर्ष भइसक्यो अनि ल अब तपाईसँग अर्को एउटा क्वेसन हुन्छ यसले त मलाई दिन कि खाना मैले राजा दिपेन्द्रको छोरा को थियो राजा दिपेन्द्रको छोरा वीरेन्द्रको छोरा दिपेन्द्रको छोरा बिहे गरेछन् कसरी दिपेन्द्रको छोरा त्यसको चाहिँ कता हुन्छ त दिमाग चाट्छ यसले के गरेको म त दिमाग चाट्नु खोजेको के हो तैँले हो त्यसको बिहे गरेको छैन त्यसको छोरा चाहिँ कसरी भयो त भइहाल्छ नि यहाँ हेर्नु न पहिला दिमाग खराब वीरेन्द्रको छोरा को ल भन्न हो राजाको छोरो राजा वीरेन्द्र छोराको नाम भन्छ वीरेन्द्रको छोरोको नाम के भन्छ अरे राजा वीरेन्द्रको छोरा छोरीको नाम भन्छ ल छोरा छोरीको बिहे गराएन कहाँबाट आउँछ वीरेन्द्रको बिहे गराएन मुझे ल यहाँ दर्शक मिनहरू एउटा पत्रकारले लात्तीले त्यही त भन्दैछु त ल भन्छ ल तँ थाहा छ थाहा ल भन्छ वीरेन्द्रको छोराको नाम भन् ल वीरेन्द्रको छोरा छोरीको नाम भन् ल छोरा छोरीको नाम राजा गेरेन्द्र राजा गेरेन्द्र त हो नि ल तपाईँको अर्को क्वेसन छ राजा मरेको अहिले कति वर्ष भयो 2058 साल जेठ 18 गते जेठ 19 कति हो ल हिसाब गर माया साला 24 वर्ष भयो 24 वर्ष ल अब अर्को तपाईँसँग यो अर्को क्वेसन छ माओवादीहरू यो संसारबाट किन हट्नु पर्यो एकचोटि भन्नु ल हट्नु पर्यो उनीहरू त यता छोड्नु दाइ माओवादीहरू यो पालि कसरी हट्नु पर्यो यहाँ भनिदिनु त यो कान्छालाई ल फेरि पत्रकारले हान्नु भयो भन्नु न पत्रकार नहान्नु त ऊ पत्रकार हो उसलाई हान्नु भएन तपाईँले सोल्युसन दिनु न के कसरी हट्यो भने अनि राजा बन्नको लागि आन्दोलन चाहिँ किन गर्नुभयो यो चाहिँ भन्नु होइन